हेलो नमस्ते साथीहरु, वेलकम ब्याक टु एन्ड्रप भिडियो। आजको भिडियोमा पनि एकदमै स्वागत छ र एज यु नो हजुरलाई थाहा छ कि आजको भिडियो एकदमै स्पेशल हुनेवाला छ र यो दिन रहेको छ आज नेपट्टीको कन्सर्ट हुन गइरहेको छ पोखरा रङ्गशालामा र आज म जाँदैछु पोखरा रङ्गशालातिर। हजुरलाई थाहै छ 7 नोभेम्बरमा चाहिँ यो इभेन्ट हुन गइरहेको थियो र यो भन्दा अगाडिको भिडियोमा पनि मैले हजुरलाई भनेको थिएँ कि 7 नोभेम्बरमा पोखराको रङ्गशालामा नेपट्टीको कन्सर्ट हुन गइरहेको छ। सो टिकट मैले अस्तिको दिन काटिसकेको छु, टिकट अलरेडी बुक भइसकेको छ र टिकटको प्राइस हजुरले थाहै नै छ। र एउटा स्याड कुरा पनि छ, त्यो के हो भन्दा टिकट बुकिङ त गरियो तर पनि टी सर्ट चाहिँ पाइएन। त्यो टी सर्ट चाहिँ कसरी उनीहरूले डिस्ट्रिब्युट गर्दो रहेछ भने चाहिँ फर्स्टमा चाहिँ जुन 2000वटा टिकटहरू बाँडेको हुन्छ र त्यसमा चाहिँ उनीहरूले त्यो भेन्यू जुन कन्सर्ट हुन गइरहेको स्थानमै टी सर्टहरू बाँड्ने गरेछ र 2000 भन्दा पछाडिको जुन टिकट बुकिङ गरेको हुन्छन् उनीहरूलाई चाहिँ नोभेम्बर 15 भन्दा पछाडि सोनमको स्टोरबाट चाहिँ टी सर्ट लिन मिल्ने भन्ने खालको रहेछ। सो मैले चाहिँ अलिकति ढिलै नै बुकिङ गरेको भएर मैले चाहिँ टी सर्ट पाउन सकेन। सो स्याड, एकदमै दुःखको कुरा र ठिकै छ। टी सर्ट नभए पनि आजको इभेन्ट चाहिँ एकदमै रमाइलो हुनेछ र मैले मेरो टी सर्ट नै लगाएर गएको छु र अब म चाहिँ सिधा जान्छु पृथ्वी चोक जान्छु। पृथ्वी चोकबाट चाहिँ 2-4 मिनट हिँडे पछाडि पोखराको रङ्गशाला आइ नै हाल्छ र अहिले बजेको छ 3:15 भइसकेको छ र 3:15 देखि 30 सम्ममा म इभेन्ट हुने ठाउँ हुनेर र पोखराको रङ्गशालामा पुग्नेछु। आइसकेको छु पोखरा रङ्गशालामा र ठ्याक्कै यो बिचमा आउँदै म हिँड्दै आएको थिएँ नि त। अब त्यहाँ बसमा एकदमै बाहिर त्यो हाइवेमा भिड भएको कारणले एकदमै जाम परिरहेको थियो अनि त्यो जाममा चाहिँ यताउति गर्दाखेरि एउटा बाइकलाई एउटा बसले चाहिँ यस्तै ठक्कर दियो अनि त्यो ठ्याक्क त्यो बाइक चाहिँ चक्कामुनि पर्न गयो कि अनि उसको हेलमेट चाहिँ फुट्यो होइन, तर मान्छेलाई चाहिँ अलिकति चोट लाग्यो। खासमा केही पनि भन्न, थ्याङ्क यू सो मच। र देख्न सक्नुहुन्छ यो चाहिँ पोखराको रङ्गशाला एकदमै धेरै भिड छ होइन र एकदमै धेरै क्राउडहरू आउनुभएको छ र मैले चाहिँ टिकट काटिसके भएर मलाई चाहिँ इन्ट्री मिलिसकेको छ र मैले चाहिँ टी सर्ट चाहिँ पाउन सकेन। मैले गएर क्युआर कोड पनि देखाएको थिएँ, भन्नुभयो कि नोभेम्बर 15बाट चाहिँ हजुरहरूले टिकट पाउन सक्नुहुन्छ। सो ठिक छ, नोभेम्बर पछाडि नै लिनेछु म। सो देख्न सक्नुहुन्छ तामझाम एकदमै दामी गरेको छु र यो रह्यो पोखराको स्टेडियम र म चाहिँ फर्स्ट टाइम यहाँ पोखराको स्टेडियममा आएको छु होइन। एकदमै दामी रहेछ। म अहिलेसम्म पोखरा बसेको 5 वर्ष भइसकेको छ तर पनि अहिलेसम्म एकचोटि आएको थिएन र अहिले पनि एकदमै दिन जुऱ्यो होइन। ठ्याक्क नेपट्टीको कन्सर्ट हेर्ने दिन पनि जुरेको भएर ठ्याक्क यो रङ्गशाला हेर्ने मौका पनि मिलेको छ। यता जान पाउँछ मामा? यता जान पाउँछ? ओके थ्याङ्क यू। र टिकट किनेकोले एकदमै फ्रीली टिकट किनेकोलाई मात्रै, फेरि टिकट नकिनेको धेरैजना बाहिर पनि हुनुहुन्छ र उहाँहरूलाई चाहिँ इन्ट्री दिएको छैन। सो एकदमै खुसी छु, एकदमै सो ह्याप्पी होइन। त्यो दामी रहेछ यो पोखराको रङ्गशाला, मलाई थाहा थिएन होइन। र देख्न सक्नुहुन्छ मौसम पनि एकदमै क्लियर गरेको छ। यतापट्टि रह्यो हाम्रो माछापुच्छ्रे हिमाल। सो यहाँ चाहिँ एकदमै क्राउडहरू रहेको छ, देख्न सक्नुहुन्छ एकदमै धेरै क्राउडहरू छन्। सो अबको वेट भनेको अब कन्सर्ट स्टार्टिङ हुनेको मात्र। सो स्टार्ट भए पछाडि चाहिँ म हजुरलाई फेरि पनि जोडिनेछु र त्यहाँको रमाइलो यता रमझम सबै कुरा देखाउनेछु। त्यतिखेरसम्मलाई बिदा दिनुहोस्, धन्यवाद, बाई बाई, सी यू नेक्स्ट भिडियो। Final
मान्छेले कति बाहिर निस्किन सकेको घरै बस भनेर गाली गर्नुहुन्छ। अनि देउताको मन्दिरहरू घुम्न जाने, जस्तै मनखाममा जाने, ढोरबारै जाने, बज्रबारै जाने, यताउति भएर भनेदेखि के भन्थे भन्दाखेरि गए हुन्छ न, पैसा दिन्थे नि, प्रसाद लिएर आइजनु भन्थे। अनि कतै हिमालतिर गाउँतिर घुम्न जान्छु भने तर जानु पर्दैन, बेकारमा के भयो भने चोटपटक लाग्यो भने के हुन्छ भनेर गाली गर्थे। अनि झन् खोलामा त्रिशुली गङ्गामा, सेती गङ्गामा, काली गङ्गामा राफ्टिङ गयो भने त बर्बाद भयो, मसान हिँड्ने ठाउँमा गएर। तर हिजो आज कस्तो खुसी लाग्छ भन्दाखेरि साना साना भाइ बहिनीहरू नेपालको पूर्व मेचीदेखि पश्चिममा कालीको विभिन्न ठाउँमा हिमाल पहाड तराई घुमेर संसारबाट मान्छे हाम्रो देशमा घुम्न आउँछन्, हामीले दिन नघुम्ने। दुःखै भए पनि सुखै भए पनि प्रकृतिले त हिमालहरू ठाउँमा दिएको छ, सगरमाथा अर्को देशमा छ, लुम्बिनी अर्को ठाउँमा छ, यहाँ छ, कहाँ छ? हो त्यसै गरेर तपाईँ हामी सबै संसारका मान्छे घुम्न आउने ठाउँमा हामी सबैभन्दा हामी आफ्नै तरिकाले जो मिलाएर साथीभाइहरू ठुलो छिमेकीको समय भएर घुम्न जाउँ। भन्छन् त खाएको हराएर जान्छ रे, हेरेको नजर नदिनु। आउँछौँ फेरि अहिले भर्खरै जोमसोमतिर लिएर गयो हामीले तपाईँहरूलाई। अब फेरि तपाईँहरूलाई धौलागिरीको सेरो फेरो रुकुम बाग्लुङ गोर्खाल्यान्ड याद